यो 2 दिनका बिदाले तपाईँहरूलाई कतिको दिमाग खराब पारिछ। मलाई त एकदमै दिमाग खराब पारिछ भाइ। हैरान पार्छ नि केटाकेटीले। घर बसो है यसो रहुछ भनेका छन्, घर बिगारिदिएका छन्, त्यत्तिकै पकाउ र खुवाउ भाँडा माझेर हैरान भइछ मलाई यो 2 दिनका बिदाले। बिहान पकाएर भाँडा माझेर घर मिलाउन भ्याएको छैन, फेरि खाजा खाने बेला भइहाल्छ का। यब्बा मैले आज चाउमिन पकाउँछु भनेर तयारी गरेँ 3 थरीको क्या। फेरि अब एउटा अलिकति सकिन लाग्यो, अनि अर्को गरेर एउटाले पुग्दैन, अनि थरी थियो। त्यही भएर 3 थरी मिसाएर पकाउँछु जेता होला भनेर। एउटा वाइवाई चाउचाउ पनि हालेर, अनि त्यो मोटो खालके चाउचाउ पास्ता चाउचाउ हो कि चाउमिन, अनि त्यस पछाडि अर्को चाउमिन गरेर अब आँटाको भन्छन् के अरे, कहिलेकाहीँ त अब खाना नि पऱ्यो क्या नि त नि भनेर अनि पकाउन लाएँ है। अनि यता काटकुट पनि अर्दैछु, उतापट्टि पानी उम्लँदैछ। पानी यहाँ थोरै बेसेर राखिदिएपछि अनि कलर त्यत्तिकै आउँछ नि त त्यसमा पकाउँदैखेरि नै भनेर त्यसो गरेँ होइन। अनि त्यस पछाडि यता पियाज सियाज काटेँ, अनि त्यस पछाडि बन्दा नि यही चाउमिन खाना भनेर चाउमिन मोमोसम्म खाना भनेर राखेको हुन्छ नि त, त्यही भएर पहेँलो कालो कालो भएछ बिचरा। अनि त्यही भए पनि काम चलाउ त हुन्छ, खासै तरकारी खाइन्न। अनि यस्तैलाई राख्ने भन्दै त्यो त्यस्तो भइजान्छ। अनि यता टुसा उमारेका गेडागुडी त मेरा भइ नै राख्छन्, एक दिन पनि खाली हुन्नन्। तिनी चना सानो केराउ अनि बन्दा पियाज राखेँ, अरू त के राख्ने हो र खिच्रिङ मिच्रिङ। अनि मिसाएको 2-3 थरी जोगी तरकारी जस्तै चाउमिन पनि त्यस्तै भयो का। अनि उता पनि चाउमिन के अरे वाइवाई चाउचाउ त अहिले राख्ने कुरो भएन। अनि यता अम्लेट पनि अम्लेट चाउमिन हो क्या, भेज चाउमिन होइन, अम्लेट चाउमिन, अन्डा चाउमिन हो क्या आज मेरो। अनि त्यही भएर यता अन्डा पनि रेडी गर्दैछु, उता पकाउँदै पनि छु, उता उम्लिँदै बोइल पनि हुँदैछ। अनि यता अन्डा पनि फिटेर ट्याक्क रेडी गरेँ। अनि चाउचाउ चाहिँ अलिक चाँडो पाक्ने भएर त्यसलाई चाहिँ पछि राखिदिएँ क्या, पछि राखिदिएँ। अनि त्यसलाई पाक्दैछ। अनि एकछिन पाकेपछि अनि त्यसको पानी निकाल्ने कराई टिल्काउँदैछु मैले। अब यही कराईमा आमा र छोरीले कराईमा फोटो देखियो भनेर आमा र छोरीले हेर्दै पनि छौँ का। फेरि त्यही कराईमा फोटो ऐना हेर्न मिल्ने भएर। अनि यता ग्यास बसालेँ, अनि तयारी भयो। अब चाहिँ तयारी भयो होइन। अनि पहिला चाहिँ अलिकति तेलमा अम्लेट भुजुरी, अन्डाको भुजुरी बनाएर अनि त्यसलाई एकछिन फ्राई गरेर भुजुरी बनाएँ, अनि त्यसलाई निकालेँ। अनि यता चाउमिन पनि बोइल भइसकेको थियो, अनि त्यसलाई नि ट्याक्क यसरी खनाएर अनि उल्टो बनाएर त्यसमा निकालेँ। हेर्नु कस्तो मिठो खाम जस्तो कलर आयो नि त। अनि मिक्समा थरी देखियो, उता चाउचाउ चाउमिन 2 थरीको चाउमिन है, अनि रमाइलो देखियो। अनि यता अन्डा पनि पाक्दैछ। अनि अन्डा पाक्दै छोरीलाई आज छोरी खिच्देऊ न एकछिन भयो भने भिडियो भनेर, नत्र त म आफै नै खिच्ने गरेँ सधैँ। अनि आज छोरी भएका बेला लौ त छोरी भिडियो खिच्देऊ, बनाइदेऊ, म पनि राख्छु भनेर यहाँ बनाउन लाग्यौँ है। अनि मैले मिनी भ्लग भनेर अलि लामो राख्न थालेछु। कस्तो लागेछ, भ्युज त राम्रै गएछ होइन। अनि अब बिस्तारै बढ्ला नि त भनेर। अनि अब फेरि त्यो अम्लेट बनाएर त्यही कराईमा तेल राखेँ। अब चाउमिनको लागि रेडी भयो। अनि मैले फुराउने चिजहरू राख्छु क्या, जेमा पनि राख्छु। केटाकेटीले नि खासै त्यस्तो रोज्दैनन्, खान्छन् मिठो मानेर, जे बनाइदिए पनि मिठो मान्छन्। अनि त्यसमा पछि पियाज राखेँ, अनि तिनै गेडागुडीहरूलाई पनि राखेँ, चना केराउ राखेर एकछिन भुट्न दिएँ पर्यापुरो। सादा त हो, हामीले त्यस्तो धेरै केही नै राखिन्न, घरमा बनाउने त त्यही त। अनि बाहिर गएर किनेर खाने होइन, घरै यसरी बनाएर दियो केटाकेटी पनि खुसी हुने। चाउमिन मोमो यस्ता अब आफ्नो घरमा फुर्सद छ, किन बाहिरको खाना पऱ्यो। यी कहिलेकाहीँ यसरी घरै पकायो दियो, केटाकेटी नि खुसी हुने। खासै हेल्दी त होइन के अरे, अब क्यार्नी त नि खाना त बेला मन त लाम्छ का, अब क्यार्नी त नि। अनि एकछिन यसलाई भुटेँ, परपुरो पारेँ, एकछिन भुटियो गेडागुडी। अनि त्यसलाई चाहिने मरमसला अलि यसो मसला ससला नि राखेँ। अनि त्यस पछाडि चाउमिन राखेँ। अनि पर एकछिन भुटेँ क्या, त्यसलाई मजाले भुटेँ। अनि तयार भयो चाउमिन है। मेरो भिडियो कस्तो मान्नुहुन्छ साथीहरू, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। मलाई फलो गर्नुभएको छैन भने फलो पनि गर्नु होला है। म चाहिँ फुले हो के, खासमा टिकटकमा मेरो नाम फुले भनेर छ। अनि कपाल फुलेको भिडियोहरू टन्नै, कपाल फुलेको भिडियो फोटो, कपालसँग रिलेटेड भिडियो बनाएँ भनेदेखि, फोटो राखेँ भनेदेखि एकदमै धेरै 1 लाख 2 लाख भ्युज जाने है।
अरूमा त्यति धेरै त जान्न, जे होस् जान्छ 4-5 हजार 10 हजार त्यस्तो भ्युज त जान्छ। तर धेरै धेरै लाखमा जाने चाहिँ के अरे कपालकै कन्टेन्टमा बनायो भनेदेखि अनि धेरै धेरै जान्छ क्या। यता पनि फलो गर्नु होला है, मेरो ओरिजिनल नाम चाहिँ यही हो गाइज होइन। अनि अब फर्स्टमा चाहिँ छोटेलाई दिनु पर्यो होइन। अनि अब छोटेले पनि खान्छ खुसी भएर, अनि त्यस पछाडि त्यसलाई दिन्छु भनेर यता तयारी गरेँ। अनि लिएर गएँ, अनि ऊ मक्ख पर्यो। अनि फेरि एकछिनपछि रक सिजर पेपर खेल्ने अरे, फेरि बाबुलाई बोलाएर आफ्नी दिदीलाई बोलाएर बाबु रक पेपर सिजर खेल्ने भनेर बोलायो। अनि खाँदै पनि छ, अनि रक पेपर सिजर खेल्ने भन्छ, अनि आफै खान्छ का। यस्तो छ लो है, मन पर्यो भनेदेखि मलाई पनि फलो गर्नु होला। बिस्तारै म हजुरहरूको भिडियोतिर पनि आउँछु, कस्तो लाग्यो पनि भन्दिनँ है गाइज। अब क्यार्नी त नि यस्तै हो जिन्दगानी, बिस्तारै बिस्तारै होला नि भन्ने त हो होइन त नि।